हेलो गाइज, नमस्ते, स्वागत छ मेरो च्यानलमा केआरसी प्रोडक्सन अफिसियल। आज चाहिँ म र आयाम दुईजना मात्रै भएर तिलौराकोट जान लागेका छौँ। केही प्लान थिएन, हिजोसम्म केही प्लान थिएन। हिजो होली मनाइयो, आयामले त कलर लगाएर मनाउनु, मैले नलाइकन यिनको रमाइलो हेऱ्यौँ होइन हिजो गएर। अनि आज 81 हामी दुईटाको प्लान भएर चाहिँ आज तिलौराकोट जाँदैछौँ। अनि आयाम कस्तो लागिरहेको छ? बल्ल त सुरु भएछ, रमाइलो होला नि। रमाइलो दुईजनाले जति सक्दो रमाइलो दुईजनाले गर्ने हो। अब साथीहरू त अब सब बिजी छन्, हामी दुईजना मात्रै भयो, अब घुम्ने मात्रै। आकाशले तोरी काट्न लाग्छन्। अनि सम्धिले एकछिनपछि फोन गर्छु भने गरे के भने रोहनले फोन उठाएन नि भने। ठिकै छ। अब ब्लग हेर्दै गर, हामी अब कस्तो कस्तो ठाउँ छ त्यही यही भिडियोमा हेर होइन। नआए पनि मेरो साथीहरूले होइन। ठिक छ, हल्का साउन्ड कम सुनिन सक्छ, त्यसको लागि सरी। ल हामी साथीहरू जेहादी भन्ने ठाउँमा आयौँ। यहाँबाट जगदीश ताल जाने हो, जो मान्छेले आफै बनाएको सबभन्दा ठुलो ताल जाने हो होइन। हामी चाहिँ यहाँ फुटी चिसो खाना पऱ्यो भनेर झरेका छौँ। ब्ल्याक आयो त 10 मिनट छ अरे यहाँबाट, 5 मिनट 5-10 मिनटमा। ए ठिक छ, 5-10 मिनटमा पुगिन्छ भने ठिकै हो। फेरि फर्केर यहीँबाट जानुपर्छ, त्यति नर्को बाटो जानु। यहीँबाट गर्नुभयो जानु। यही अगाडि घुम्ने छ बाटो देखेछ नि, हेर्नु बाटो। यो कच्ची बाटो पश्चिम जानुहोस्। यो त सिधा जाने, सिधा पश्चिम। बुझ्यो। बाटो नछोडी गए पुगिन्छ। बन्डुलीबाट जगदीशपुर हो त्यही ताल। हामी चाहिँ आइपुग्यौँ हाम्रो एउटा गन्तव्यमा, जगदीश ताल। मानवले बनाएको सबैभन्दा ठुलो ताल नेपालभरिकै। यति ठुलो छ कि कुरा नगर्नुहोस् के। मैले सायद क्यामेरामा त्यति देखाउन सकेको छैन होला, तर मेरो आँखाले भेट्नुन्जेलसम्मको लेन छ क्या, त्यति लामो छ यो। र यहाँ हल्का भ्यू टावर जस्तो बनाइएको रहेछ। साइडमा बाटो, बस पनि हिँड्ने बाटो रहेछ। अनि हल्का यतै यसो वाकको लागि यहाँ सानो बाटो पनि बनाएर रहेछ। अहिले चाहिँ हामी तिलौराकोटभित्र आइसकेको छौँ र यो देख्न सक्नुहुन्छ यो हाम्रो इन्ट्री गेट हो। गेटबाट प्रवेश गरिसकेपछि हामी यस्तो ठाउँमा आउँछौँ। सुन्दर ठाउँ। यो सुन्दर ठाउँको वर्णन चाहिँ हाम्रो आयामजीले गर्नुहुनेछ। ल आयामजी यसो भनिदिउँ त। ल नमस्ते सबैजनालाई। यो ठाउँको नाम तिलौराकोट हो। अरू तिलौराकोट त भनिसकेँ मैले, जुन कपिलवस्तुमा रहेको छ। यसो वरिपरि हजुरले हेर्न सक्नुहुन्छ, यो पुरै रमणीय ठाउँ। यहाँ चाहिँ हामीले सुनेअनुसार, मैले पनि खासै म जन्मेको पनि थिएँ त्यति बेला, तर मैले जति बुझेअनुसार चाहिँ यहाँ चाहिँ गौतम बुद्धको सुरुवाती 29 वर्ष 29 गौतम बुद्धजीले, जसलाई हामीले लर्ड गौतम बुद्ध भन्छौँ, उहाँले चाहिँ आफ्नो जीवनको सुरुवाती 29 वर्ष यहीँ बिताउनु भएको रहेछ। अनि हामीले पहिला सानोमा सुनेको थियौँ नि, गौतम बुद्ध कुनै ठाउँबाट भागे अनि कता गएर शान्ति प्राप्त गरे, तपस्या बसे भन्ने। त्यो मध्ये एक ठाउँ यो पनि हो होइन? त्यो मध्ये यो एक ठाउँ होइन, यहाँबाट भागेर बल्ल शान्ति प्राप्त गरेको। इन्डिया पनि त गाउँ नि, जहाँ पनि गए शान्तिको खोजीमा हिँडे गौतम बुद्ध। तर बुद्ध जन्मेको यहीँ हो। यहाँ हामी जुन उसमा हिँडिरहेको नि, यहाँ पनि बुद्ध हिँडे होला नि। हामीलाई आफ्नो भाग्यमा ठान्नुपर्छ। ठुलो भाग्यमा त्यही त, बुद्ध यहाँ हिँडे होला नि, दौडे होला नि बुद्ध। अनि यस्तो रमणीय ठाउँ र यसको सक्नुहुन्छ हजुरले। यो रुखको त्यो यसको रुखको कलर यस्तो दामी लाग्यो मलाई, हामी दुइटैलाई। अनि यहाँ चरा चुरुङ्गी रहेछ। अनि जति बााउन्ड्रीमा मतलब एरिया बााउन्ड गरिएको छ नि, त्यतिमा त्यहीँ रुख एकदम राम्रो र फरक टाइपको रहेछन्। अनि देख्न सक्नुहुन्छ यो शान्त छ। म शान्ति खोज्दै हामी यहाँ हो क्या, बुटलमा बस्दा। बुद्ध शान्ति खोज्दै यहाँबाट भागे, हामी शान्ति खोज्दै यहाँ छौँ। र यसको हल्का डिटेल यहाँ रहेछ यादका। यो पुरानो के यो कि मन्दिरहरूको बारेमा भनिएको छ। यहाँ इटा सक्नुहुन्छ। सन् 2014मा यी संरचनाका पर्खालहरू पनि जमिनको सतहभन्दा केही माथिसम्म रहेका थिए, तर पुरानो बाटोबाट स्थल हुँदै हिँड्ने मानिसहरूका कारण बिस्तारै पर्खालहरूमा क्षति पुग्न गयो। यो छ नि, यो देख्न सक्नुहुन्छ पर्खाल छ नि, यो हाम्रो पर्खाल यस्तो क्षति भएको थियो। यो पर्खाल देखा त, यो न तल, योभन्दा तल, यहाँ तल
त्यही भएर यो क्षति भएको कारणले गर्दा चाहिँ माथि यो काठको यो हिँड्ने ठाउँ बनाएको रहेछ। संरक्षण त गर्नु पर्यो नि। गर्नु पर्यो। बुद्ध जस्तो मान्छे त्यही जन्मेको ठाउँ, भगवान जन्मेको ठाउँ बुद्ध ठानिरहेको छु अहिले। ओ माने ल यसको अझ झन् मुख्य ठाउँ हामी जाने बाँकी छ। हल्का हामीले इँटाको यो सेपहरू देख्न सकिन्छ। यस्तो सेपमा पर्खाल लगाइएको छ। यो चाहिँ ओरिजिनल हो है। पहिलेदेखिको इँटा होला है। लुम्बिनी जस्तै छ यहाँ पनि। जमानादेखिको इँटा होला यो त। लुम्बिनी जस्तो देख्छ। यहाँ पनि बुद्धले केही गरे होला नि ल। केही होला के त यो टोइलेट हो कि जे पनि छ क्या यस्तो ठाउँ। जमानादेखिको इँटा होला है यो त। अनि यहाँ त एकदम आज टुरिस्ट आइरहेको छन् अरू कन्ट्रीबाट। हामी पनि टुरिस्ट नै हो। एउटा जिल्ला नागेर आएको छौँ हामी। रूपन्देहीमा बस्ती मान्छे। हामीले चाहिँ अब लास्ट अन्तिम गन्तव्य हामी पुग्ने ठाउँ भनेको त्यो हो। त्यो पछि हामी हल्का त्यहाँ जान्छौँ। त्यसपछि हल्का घुमेर हामी घरतिर लाग्छौँ। अहिले चाहिँ जाँदाखेरि लुम्बिनीतिरको बाटोतिर जान्छौँ। अघि नै आउँदाखेरि हामी उता 4 नम्बरतिर बाटो आइरहेको थियौँ भने अब जाँदाखेरि लुम्बिनीबाट जान्छौँ। अब मेन ठाउँमा जान बाँकी छ। अनि आयामले चाहिँ यहाँ के बनाइरहेको छ, आफ्नो भिडियोहरू, आफ्नो प्रोजेक्टहरू बनाइरहेको छ। प्रोजेक्टै भनौँ अब आजकल स्न्याप टिकटकलाई पनि प्रोजेक्ट भनिन्छ अरे। खतै ठुलो प्रोजेक्ट भनिन्छ अरे होइन भाइ? खतरै प्रोजेक्ट भयो होइन भर्खर तिम्रो कम्प्लिट भएन। अब कतिजनाले हेर्न पाउने हुन्थ्यो प्रोजेक्ट चाहिँ। त्यो प्रोजेक्ट यसको लागि निकै इम्पोर्टेन्ट प्रोजेक्ट हो भन्दै अब हामी अघि बढ्छौँ। तपाईँलाई देखाउँछौँ दृश्यहरू, अझै सुन्दर सुन्दर दृश्य अनि हिस्टोरिकल अनि प्लेस त मै छौँ क्या। देखाउँछौँ अब कस्तोरी बनाएको रहेछ होइन। बुद्धले कस्तो ठाउँमा बसेर इन्लाइटमेन्ट पाएका थिए, नलेज पाएका थिए, नलेज गेन गरेको थिए। स्टे विथ मी। र आँप फुलिसकेको रहेछ। हामीले चाहिँ अब आउने असारसम्मतिर आँप खान पाउनेछौँ। एउटा रुख बर पिपलको मुनि आएको छौँ। बर पिपल मुनि यस्तो घर टाइपको के मन्दिर बनेको रहेछ। त्यो मुनि चाहिँ मूर्तिहरू छन्, हात्तीहरूको एकदम धेरै मूर्तिहरू जुन कालो सेतो रङमा रहेको छन्। यसो हेर्नुहोस् न जुम गरेर त्यहाँ हल्का जान मिल्ने जस्तो लाग्यो। यही नै हो। एकदम यो हात्तीको मात्रै किन छ नि यहाँ मूर्ति? भिडियो बनाउँदै हुनुहुन्छ? भिडियो यस्तै हो। यहाँ पाइन्न र भिडियो बनाउन? ए ल गाइज साथीभाइहरू हामी भर्खरै त्यहाँ मन्दिरमा गएर आयौँ। भर्खर त्यसको बारेमा सेक्युरिटी गार्डलाई सोधेको, सर भनिदिनु भनेर सोधेको। यति भनिदियो अनि पछि मैले सुट गरिरहेको थिएँ यताबाट। अनि क्यामेरा देखेपछि ओहो क्यामेरा गर्न लाउनु भएको भनेर क्यान्सल गर्न लगाएँ। अनि हामीले क्यान्सल गऱ्यौँ। अनि पछि सुन्दाखेरि हामीले के थाहा पायौँ भन्दाखेरि मायादेवीको पेटमा गौतम बुद्ध हुँदा चाहिँ मायादेवीले हो क्या सपना देखेको होइन। सेतो कमलको फुल र कालो हात्तीको सपना देखेको रहेछ। के विश्वास र आस्था नै भनौँ होइन। यहाँ मूर्ति बनायो भने भाकल पुरा हुँदो रहेछ है भन्ने आस्था र विश्वासका साथ अरू मान्छेहरू पनि त्यही मूर्ति बनाउनुतिर लाग्दै भाकल पुरा होस् भन्ने कामना गर्दै मूर्ति बनाइदिएका रहेछन् अरूहरूले होइन। अरू सानो सानो मूर्तिहरू पनि छ हात्तीहरूको। हामीले बोका चढाउने गर्छौँ नि त्यति बेला चाहिँ यो हात्तीको मूर्ति गराउने चलन त्यस्तै चलन रहेछ। त्यही चलन चाहिँ रोकिएको रहेछ अहिले चाहिँ। पहिला काट्ने रहेछ यहाँ बोका पनि काट्ने रहेछ तर अहिले चाहिँ रोकिएको रहेछ। बुद्धिस्ट एरिया भएर चाहिँ अहिले चाहिँ त्यही बोकाको कान मात्रै हो कि के मात्रै चलन मिल्छ मात्रै यति कान काटेर लैजाने मात्रै भन्नु चलन मिल्छ त्यति चलन रहेछ। पहिलाको जमानामा हामीले बोका काटेर भाकाल गरे चाहिँ यहाँ चाहिँ मूर्ति बनाइदिएर भाकाल गर्दो रहेछ। हामीले बुझ्न पाएको त्यही हो। बुद्धिस्ट एरिया भयो नि त्यही भएर काटकाट मारकाट पनि गर्न मिलेन। तर यो इन्टरभ्यू चाहिँ सरले आफै दिन पाएको भए मजा आउँथ्यो। त्यही त उहाँ यसो लजाउनु भयो भिडियो देखेर क्यामेरा भयो। ठिकै छ नि त। यति भए पनि नलेज राखिरहनु प्राइभेसी हुन्छ। उहाँले अरूको सामु चिन्न मन लागेन त्यो द्याट्स इट। त्यही हो त्यही हो केही भएन। मैले अलिअलि बुझेको लर गरेर भने त्यही हो। अब बुझेको हामीले त्यसरी हो उहाँले पनि त्यसरी भन्नु थियो उहाँले पनि त्यसरी भन्नु थियो हामीले पनि त्यसरी भन्यो। अनि त्यही हो। अब यस्तो एक्स्ट्रा नलेजको लागि त तपाईँले अब कितै पढ्नुपर्छ। ठाउँ बवाल छ एकदम पिस छ मजाले।
गर्लफ्रेन्ड सर्लफ्रेन्ड घुमाउन ल्याउने नि फेरि होइन ल्यायो हुन्छ मजाले ल्यायो हुन्छ होइन नल्याऊ यस्तो ठाउँ होइन लियो लियो हजुरको नाम के पर्यो होला नाम 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 चौधरी थर होला नि चौधरीको मतलब हजुरको बासिन्दै हजुर यताको बासिन्दा ठिक छ यहाँले चाहिँ यो काम यहाँ सरसफाइ गर्ने गर्नुहुन्छ होला होइन यति काम हजुरको यति सुन्दर देख्न पाइरहेको छौँ यो तपाईँको कारणले हामीले ए उहाँको मायादेवीको त्यो पूजा गर्ने नयाँ गर्ने हजुरको घरमा ए पुजारी जस्तो पनि पुजारी हजुर ए ए मासु पनि खानुहुन्न हजुरले त्यो त पूजा गर्ने भएपछि लुम्बिनी विकासको सुब्बा हजुर ए शाकाहारी हो माजी के सेवा में बुद्ध भगवान के सेवा में बैठे ए बुद्ध भगवानको सेवामा बस्नु भएको हजुर ये कि हमन के तलब ना है भैया ऐसा ना है कि जो अपने जैसे घूमने आए हो वही चाह पानी दे दो तो हो ही नहीं कुछ नहीं हमन के पागरा ना है यो त थारू भाषा बोल्नु यहाँ त हामीलाई थारू भाषा आउनु त्यही पनि हल्का कुरा बुझिन्छ क्या हामीले पनि बुझिन्छ हजुर नेपाली बोल्न सक्नुहुन्न कहाँ नेपाली बोल्न मतलब बुझ्न सक्नुहुन्छ बुझ्न चाहिँ सक्नुहुन्छ बोल्न सक्नुहुन्न त्यही पहिलेबाट बोलेर होला कति बजे आउनुहुन्छ नि बिहान यहाँ बिहान उही 7 बजे 7 बजे अनि राति फर्किने गौतम बुद्धको सेवामा तत्पर काम डुबेपछि फर्किने त्यो काम साम सब मान्छेहरू गइसकेपछि बल्ल फर्किने ल साथीहरू हामी चाहिँ अब यताबाट फर्किने क्रममा छौँ हामीले चाहिँ यता इन्लाइटमेन्ट पाउनको लागि बुद्धत्व प्राप्त आएको हो होइन हल्का माइन्ड डिस्ट्र्याक्ट भइरहेको थियो एकदम कहिले होली कहिले खेलकुद कहिले के गर्दाखेरि शरीर पनि एकदम थकित र माइन्ड पनि थकित भइसकेको थियो त्यही भएर यस्तो रिफ्रेस र पिसफुल बुद्धत्व हाम्रो माइन्ड पिसफुल होला कि भनेर यता आयो हो भयो आज अब पढ्न सकिन्छ होइन जानकारी अब सेकेन्ड सेमेस्टरको टपर अब टपर यो अरे म सेकेन्ड टपर मन त मलाई फर्स्ट टपर हुन मन थियो तर यसले दिन्न फोटोग्राफी गर्नको लागि एकदम दामी है अझ मेरो डिएसएलआर अर्को लेन्स लिएर आएको भए त झन् एकदम दामी के एकदम लाइट पनि मिल्छ यहाँ होइन अनि ग्रिन पनि छ अनि कलरफुल यो फ्लावर अहिले फुलेको रहेछ रुखमा त्यसले गर्दा झन् फोटोमा ब्लर र बोके इफेक्ट हुन्छ नि त्यो झन् राम्रो आउँछ ग्लो त फेसमा हो लाइट त मिलिहाल्छ तर ब्याकग्राउन्डको कुरा गरेँ मैले जति ब्याकग्राउन्ड ग्रिन र यस्तो कलरफुल हो भने त्यति राम्रो ब्लर देखिन्छ कि एउटा मात्रै कलर हो भने ब्लर त्यस्तो राम्रो देखिन्न यहाँ डिफ्रेन्ट कलर छन् नि त्यसले गर्दा फोटोमा साइननेस आउँछ अब हामी कहाँ जाने अब हामी अब लुम्बिनी हुँदै बुटोलतिर जाने ए नास्ता सास्ता खाऊँ नि भोक लाखा भोक त दबाएर लाखा ल यति भन्दै हामी यो शान्तिको ठाउँ छोड्न गइरहेको छौँ धन्यवाद गना मिस दिस प्लेस सबैजना आउनु होला राम्रो छ ठाउँ ल किप साइनिङ बाई